विभेद किन भयो भने सरकारी स्कुल भन्ने सामुदायिकमा विभेद किन भयो 5 देखि 7,000 सम्म शुल्क लिने यसको लागि त जवाफ त दिनु पर्यो नि त एक वर्ष हाम्रो कुरो जो इंग्लिश र नेपाल भन्छ हामी बोर्डिङलाई त हामी इंग्लिशै भनेर हामीलाई त्यो शैक्षिक माफियै भनिसक्यो हामी माथि नै भयो तर तपाईहरु यो नेपाल सरकारबाट भएका अंग्रेजी माध्यममा 10,000 रुपैयाँ भर्ना शुल्क उठाइरहेका छन् के हो त यो तरिका तपाई कुन विद्यालयको म प्याप्सनको कृष्णपुर प्याप्सनको अध्यक्ष अब कुरो के हो भने नि तपाई संस्थाका विद्यार्थीहरु आउनु त्यसकारण भन्दा पहिले आफ्नो विद्यार्थीहरुलाई ध्यान दिनु पर्यो प्याप्सनको अध्यक्षले मेरो अनुरोध कुरो के भएको छ भने हामीले अर्काको कमजोरी औल्याउनु भन्दा पहिले हामी सबैले आफूलाई आफ्नो समस्या गर्न आवश्यक छ एउटा मैले भन्ने गर्छु त्यो 5 आउने सिद्धान्त कसैप्रति एउटा आउनु त्यसकारण भन्दा अगाडि तीनचोटी आफूलाई हेरौँ एकचोटी भगवानलाई सम्झौँ अनि मात्र आउनु त्यसकारण जो जे जति कमजोरीहरु छन् एक कमजोरी छन् भनेर ठुलो छलफल गर्नुभन्दा पनि यसलाई घटाएर कसरी हामीले वादा प्रदान गर्ने त्यो वादाहरु चाहिँ सिर्जना गर्नुपर्छ म त्यति हो सबै ड्रप आउटको विषयमा मेरो विद्यालयबाट अनुमानित गत वर्ष 4 जना र यो वर्ष पनि कक्षा 4 बाट उत्तीर्ण भएर पास मा जाँदा 2 जना भारततिर गइसक्यो किन जान्छन् ड्रप आउट किन हुन्छन् भन्दाखेरि मुख्य समस्या के भयो भने बालबालिकाका बाआमा नै रोजगारीको क्रममा भारत जान्छन् र बाध्यता के भयो भने ती बालबालिकालाई पनि उनीहरूले लैजान्छन् लग्न नसकेका बालबालिकाहरू पनि छन् यो दुईवटा मेरो विद्यालयको सन्दर्भमा भने यसको लागि नेपाल सरकारको रणनीति के हुनुपर्ने अघि आइसक्यो सर अभिभावक पहिचान नभएका आर्थिक रूपमा विकल्प भएका दृष्टिविहीनहरू विशेष प्रकृतिका बालबालिकाहरूलाई शिक्षाको व्यवस्था गर्ने जिम्मेवारी हामी सबैको हो त्यसको नेतृत्व स्थानीय सरकार स्थानीय तहले गर्छ अब अभिभावकहरू केही बच्चा लगेर विदेशतिर गयो 2-4 बच्चा त यही छोडेर गयो भने ती बच्चाहरूलाई जसले पनि आधारभूत शिक्षा प्रदान गर्नुपर्छ त्यसमा हाम्रो सार्वजनिक सामुदायिक निजी विद्यालयको सहकारी आवश्यक छ त्यसलाई छात्रवृत्ति दिएर र थप सपोर्ट दिनु पर्यो भने स्थानीय सरकार मार्फत थप सपोर्ट दिएर पनि त्यसलाई चाहिँ आधारभूत शिक्षा प्रदान गर्नुपर्छ आर्थिक एउटा कमजोर भएर विद्यार्थी आमा बुवा इन्डिया गएर बच्चा गए जसका बाबामा अमेरिका गए बच्चाले जान्छ त्यो टुक्रामा त्यसलाई डबल मानिनु छ त्यो त प्लान भयो त्यही अवस्था हो नि त्यो प्लान भयो त्यो पनि त्यही अवस्था यस्तो हो सर के बच्चा लगेर गयो के घरमा छोडेर गयो भने तिम्रो पालन पोषण मान्छे छैन भने त्यसलाई शिक्षा दिनु पर्यो फेरि एउटा चाहिँ के छ हैन जसै विद्यार्थीले चाहिँ नागरिकता गर्यो हैन उनीहरूले कुरा गर्यो हैन विद्यालयभित्र व्यवस्थापन समिति र शिक्षकहरू मध्ये कुनै नराम्रो व्यवहार गर्ने जसरी मानौ ती विद्यार्थीलाई रेस्ट्रिक्सन नगरेर प्राइमेरी परामर्श केन्द्र भने त्यो दिने कारण आखिर के भयो भने विद्यालय आउने त्यहाँ अराजकता गर्ने सुरदेखि लिएर सबै विकृति फैलाउने यस्ता विद्यालयलाई रेस्ट्रिक्सन प्राइमेरी सेवा दिने सुरक्षाको कुरा छ जबकि सामुदायिक विद्यालयमा छाटो जान्छ त्यहाँ गएर पढ्नु पाइने नरेस्ट्रिक्सन गर्नु पाइने यही किसिमले चाहिँ संस्थागत विद्यालयको चाहिँ समस्या मैले अझ यो कुरो भने अब ऐनमा भएको कुरा गर्नु हुँदैन भनेर भन्नु सकिँदैन अध्यक्ष नेपालको कानुनमा भएको व्यवस्था यो कारणले मैले कार्यान्वयन गर्न सकिने भन्नु मिल्दैन अध्यक्षमा धेरै कुरो भन्न मिल्दैन कानुन मलाई जानकारी छैन र म कानुन कार्यान्वयन गर्न भन्न मिल्दैन अब कानुनले बमोजिम जसै हजुर चाहिँ वडा सरकारको नेतृत्व गरिरहनु भएको छ हजुरले सक्ने परामर्शबाट भएन भने नगर कार्यपालिका कसरी हुन्छ त्यो बच्चा किन त्यो विकृतितिर गयो भने चाहिँ त्यसलाई ट्र्याकमा ल्याएर पढाउनु पर्ने भनेको छ त्यो विद्यार्थीले शैलाको बिगाड्छ सुरक्षावाला त्यहाँ एउटा महत्त्वपूर्ण छ यहाँ हाम्रो एकदिन सुन्नु है सुन्नु एउटा एकदिन म्याडमलाई भन्दै दिनु पछाडि पालो पनि कृष्णपुर सामुदायिक अध्ययन संघीय सरकार हुँदासम्म के अरे यो सामुदायिक अध्ययन भन्ने कुरा त्यो त्यसलाई परिमार्जित गरेर सिकाइ निरन्तर सिकाइ भनेर सामुदायिक सिकाइ केन्द्र हजुर पहिले सामुदायिक अध्ययन केन्द्र भन्नु पहिला सामुदायिक अध्ययन केन्द्र भने हजुर संघीयबाट त्यसलाई रूपान्तरित किन गर्यो भनेपछि निरन्तर सिकाइ गर्नका लागि रूपान्तरितमा भयो सामुदायिक सिकाइ केन्द्र हजुर केन्द्र भनेर भयो त्यसपछि स्थानीय सरकार आएदेखि त्यो निरन्तर भन्ने कुरा एकदमै ठप्पै बन्द भयो यसका लागि मैले हजुरलाई विनम्रतापूर्वक अनुरोध गरे हजुर सामुदायिक सिकाइ केन्द्रहरूलाई पहिले संहिता आउनुभन्दा अगाडि भन्दा पहिले हाम्रो
व्यवस्था भएको छ छैन व्यवस्था भएको छ हजुरलाई भने होइन मैले हजुरले जुन चाहिँ गर्नुपर्ने कामहरू छन् सिएलसीले गर्नुपर्ने कामहरू 4-5 क्षेत्र छन् नि हजुरलाई थाहा होला सिएलसीबाट होइन सिएलसीले गर्नुपर्ने कामहरू 4-5 क्षेत्रहरू छन् त्यो क्षेत्रमा हजुरले काम गर्नुभएको छ र त्यो प्रगति देखाएर म अझै यो गर्छु भने चाहिँ हाम्रो प्रमुख साथीहरू मेयर साहब हुनुहुन्छ जानुभयो भने मैले सहयोग दिने अवस्था छैन अब हामी कतै निस्किने त छैनौँ कि अथवा हामीले त्यस्तो राम्रो गर्दा गर्दै पनि स्थानीय सहयोग गरिरहेको छैन भने फरक कुरो हो पछि मेयर साहबहरूले उहाँले उत्तर दिनु होला उहाँले उत्तर दिनु होला तर पहिले राम्रो थियो अहिले नराम्रो थियो भन्ने होइन सेवा सुविधा भन्न खोजे होइन कि हजुरको निरन्तर भनियो तर काम निरन्तर नभएर त्यो बन्दै भयो अहिले पनि मैले भने हाम्रो सिएलसीहरूलाई सबलीकरण र परिचालन गर्नुपर्छ भन्ने करोडवटा चलायो संस्थागत स्कुलतिर निःशुल्क चाहिँ कसरी गराउन सकिन्छ अनि सरले भने जस्तै गुम्बा मदरसामा र पहिले ब्राह्मणका घरमा छोराछोरीलाई स्कुल नलगेर प्राथमिक तहको शिक्षा स्कुलमै गरिन्थ्यो र त्यसरी घरमै पढाउँदा जस्तो मानौँ कसैको बच्चा अपाङ्ग छ प्यारालाइसिस छ उसले विद्यालय लैजान सकेन र उसले आफ्नो घरमै चाहिँ उसलाई पढाइ गर्यो भने सोझै त्यो विद्यार्थीलाई 5 अथवा 8मा भर्ना गर्न सकिने कि नसकिने के छ व्यवस्था अहिलेको मस्यौदामा गुठीमा जाने गरेर त्यो बनेको छैन यो कुरा चाहिँ यसमा देखिन्छ हामीले निजी विद्यालय बिस्तारै हामीले चाहिँ गुठीतर्फ लैजाने भन्ने खालको पहिले आएको थियो अहिले मस्यौदामा त्यो खालको चाहिँ बाहिर यसमा देखिँदैन शिक्षा ऐन चाहिँ होइन है सर अनिवार्य तथा शिक्षा ऐन 2075 मा जारी भएको अनिवार्य शिक्षा ऐन हो अब आउने शिक्षा ऐनमा के व्यवस्था आउँछ त्यो चाहिँ अहिले भन्न सकिँदैन त्यो सरकारकै विषयवस्तु छ त्यति कुरा भने अर्को संस्थागत विद्यालयमा निःशुल्क हो कि होइन भन्ने कुरो जसले उठाउनु भएको थियो आशय कुरो यो कुरो के हो भने अहिले हाम्रो बालबालिका जो बाहिर रहेका छन् ती बालबालिकालाई पढाउने कुरो संस्थागत विद्यालयले पनि निःशुल्क पढाउनु पर्छ जुन अब हाम्रो 2,13,000 बालबालिका विद्यालय बाहिर छन् तीमध्ये हाम्रो कृष्णपुर नगरपालिकामा कति विद्यार्थी बाहिर छन् र जुन 3% ड्रप आउट हुँदैछन् तीमध्ये हाम्रो कृष्णपुर नगरपालिकामा कति बालबालिका हुन्छन् ती बालबालिकालाई पढाउने व्यवस्थामा संस्थागत विद्यालयले सहयोग गर्नुपर्छ जुन छात्रवृत्तिको कुरो गरिएको छ विद्यालयबाट सबैबाट शुल्क नलिने हुने कुरो गरिएको छैन छात्रवृत्तिको कुरो गरिएको छ त्यो छात्रवृत्ति स्थानीय तहले तोकेकोलाई दिनु पर्यो विद्यालयहरू पनि स्कुल र शुल्क त लिन्छन् नि सर निजी त लिन्छन् होइन सामुदायिक दुई प्रकारको इङ्ग्लिस मिडियम र नेपाली मिडियमको अलग अलग शुल्क छ यसको व्यवस्था के हो त यो कुरो के हो भने सर यो चाहिँ बुझाइको कमजोरी हो हाम्रा विद्यालयमा भएका शिक्षकहरू अथवा सार्वजनिक विद्यालयमा शिक्षकहरू एकदमै क्वालिफाइड छन् लोक सेवा शिक्षक सेवा आयोग पास गरेर आएका छन् करारमा भर्ना भएका पनि करार सूचीबाट आएका भर्ना भएका छन् अथवा अरू पनि भर्ना हुँदाखेरि निश्चित प्रक्रिया शिक्षक छनौट समिति मार्फत चाहिँ भर्ना भएका छन् योग्य छन् र अर्को कुरो तिनी अङ्ग्रेजी पढाउन सक्दैनन् भन्ने कुरो होइन निश्चित योग्यता पुगेका शिक्षकहरू पनि छन् ती शिक्षकहरूबाट अङ्ग्रेजी मिडियम पढाउन सकिन्छ तर हाम्रो के भइरहेछ भने यो नेपालीमा पढाउने शिक्षक तर यो अङ्ग्रेजीमा पढाउने अर्कै राख्नु छ भनेर अर्को राखेको अवस्था छ विद्यार्थी भर्ना त गर्ने अब घरमा ताला लागेर बच्चाहरूलाई सँगै लग्नु पर्ने अवस्था 7 वर्षका 8 वर्षका बच्चाहरूलाई एक्लै छोडेर त समस्या हुँदैन उनीहरूको के छ भने त्यस्तो अवस्थामा के गर्ने र अर्को कुरा के हो भने म शिक्षकहरूलाई पनि भन्न चाहन्छु यहाँ धेरै सरहरू हुनुहुन्छ हैन मलाई के लाग्छ भने सायद सरहरूले पनि नमस्कार बाहेक सम्मान अरू केही पनि पाएको जस्तो लाग्छ अरू कर्मचारीको हकमा हैन एउटा उच्च के माथिको हेडमास्टरले नमस्कार मात्रै पाइरहेका हुन्छ एउटा सरदार सरहको कर्मचारीले त्यहाँ धेरै सुविधाहरू पाएका हुन्छ म त के भन्न चाहन्छु भने अब हाम्रो कृषक अन्त नभए पनि हाम्रो कृषकको मेयर साहबलाई पनि भन्न चाहन्छु आन्दोलन लगाएर अब मालिकको हेडमास्टरलाई स्कुलमै बस्ने व्यवस्था पनि गराउनु पर्छ एउटा कुरा त्यहाँ सुविधा दिनु पर्यो क्वार्टर दिन्छ सबै कुराहरू दिनु पर्यो बस दिनु पर्यो सरले
होइन त्यसपछि मात्रै अलिकति सुधार हुन्छ। हामीले जनतालाई कसरी चाहिने त्यहाँ आकर्षण गराउने भन्ने कुरा म हाम्रो कार्यपालिका सदस्य हुनुहुन्छ उहाँको भावनाको उच्च त्यो सुविधा व्यवस्थाको लागि हजुर कार्यपालिकामा छलफल होस्। हजुर सदस्य हुनुहुन्छ यति मात्रै अनुरोध गरेँ। एउटा ऐनको बारेमा हाम्रो यो छात्रवृत्ति सम्बन्धी व्यवस्था छ। छात्रवृत्ति सम्बन्धी व्यवस्थाको यो 4 नम्बर बुँदामा उपदफा 2 मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कुनै विद्यालयले उपलब्ध गराउँदै आएको छात्रवृत्ति घटाउन पाइने छैन भनेको छ। यसो म भनिहालेँ है, जुन 500 विद्यार्थी भर्ना भएको छ भने 10%, 800 विद्यार्थी छ भने 12%, 800 भन्दा बढी छ भने 15% छात्रवृत्ति अनिवार्य प्रदान गर्ने। तर कुनै विद्यालय, कुनै संस्थागत विद्यालय त्योभन्दा अगाडि 20% विद्यार्थीलाई, 25% विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ भने त्यो घटाउन हुनु हुँदैन भन्ने कुरो यसका छ। जसरी कोही विद्यार्थीलाई उनीहरूले आफ्नो तरिकाले छात्रवृत्ति दिइरहेको छ, अनि छात्रवृत्ति कोटामा त्यो नपऱ्यो भने के हो? उनले दिइरहेको छ होइन। यसको यो किन राखिएको भने यसको आशयले जो आर्थिक रूपमा विपन्न छन्, जो विद्यालय बाहिर छन्, अनिवार्य शिक्षा दिनुपर्छ भने नगरपालिकाकै लगानीबाट त्यो सम्बन्ध हुन सक्छ। अब छात्रवृत्ति दिइरहेको छ भने नगरपालिकाको पठाएको विद्यार्थीहरू छात्रवृत्ति दिनु पर्यो भन्ने कुरा हो। धेरै स्थानीय तहले यसलाई प्र्याक्टिस गरिसकेको अवस्था छ। हाम्रो अघि उहाँ एकजना म्याडमले उठाए जस्तै निरन्तर मूल्याङ्कन पढाइको अनुसार बच्चाको स्तर उठ्दै गएर पैसा पास गर्ने त्यो अवस्था उठ्दैन। त्यस्तो अवस्था यति जसको बच्चा भर्ना हुन्छ अनि त्यो अभिभावक इन्डिया हुनुहुन्छ, जानु हुन्छ, भर्ना गर्न आउनुहुन्छ भने इन्डिया ल्याउनुहुन्छ। मैले उहाँहरूको त्यो अभिभावकलाई के व्यवस्था गर्न सकिन्छ त्यो बच्चा गर्न सकिन्छ एउटा कुरा अलिकति यो सबै भन्ने भनेको राजनीतिक के अरे नेतृत्वबाट नै बन्ने हुन्छ। जस्तो यसको बन्छ अब हाम्रो निर्वाचित हुनुको लागि कुनै आधारको तहको शिक्षा पुरा नगरेको व्यक्ति कुनै संस्थामा रोजगारीमा छ, स्थानीय तहले अहिले 6-7 पासहरूलाई कार्य गरिराखेको छ भने अब त्यसलाई हटाउनु पाइने भन्ने कुरो हो कि यो ऐनभन्दा अगाडि कार्यान्वयन भएको कुरालाई एजिटी राख्ने, ऐन कार्यान्वयन हुने बेला पछिकालाई चाहिँ यो व्यवस्था राख्नु। अनि मैले एउटा अर्को कुरा तपाईँ सर जस्तो विद्यालय व्यवस्थापन समितिमा म पनि छु। के हुन्छ भने मावि विद्यालयमा मास्टर्स गरेको प्राचार्य टिचरहरू हुनुहुन्छ, तर त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि +2 पास गरेको मान्छे हुनुपर्छ हाम्रो जुन व्यवस्था छ। अनि एउटा कुरा मैले भन्न खोजेको अलिकति शिक्षामा हुन्छ, यो शिक्षा होइन सबले अघि पनि भनिसक्नुभयो होइन। यो भोलि किनभने म यसबाट शिक्षासँग सम्बन्धित भएको मान्छेले सामाजिक विकास कार्यक्रमको मान्छे यो के हुन्छ भने अघिल्लो वर्ष 12 मा घोची पास भएको विद्यार्थी भोलिपल्ट त्यही हेडमास्टरमाथि हाल्यो, एउटा त्यही शिक्षकमाथि हाल्यो यो व्यवस्था चाहिँ हुनुपर्छ। तर अब यो हाम्रो यो सुझाव मसौदामा 2085 मा चाहिँ आधारभूत तहसम्मको शिक्षा विद्यार्थीले लिनै पर्ने बाध्यता, अनि चाहिँ त्यो शिक्षा लिन भनेपछि कुनै सरकारले पाउने जुनसुकै सुविधाबाट ऊ वञ्चित हुने भन्ने आयो। अनि हाम्रो यहाँ कक्षा 8 मा नेपाल अधिराज्यको कुरा हो, हाम्रो यहाँ कक्षा 8 मा बोर्ड परीक्षा हुन्छ। बोर्डमा कमसेकम 60% विद्यार्थीहरू फेल हुन्छ। धेरै जसो स्कुलहरूमा 60% विद्यार्थी फेल हुन्छ र कम्तीमा 2 वर्ष 3 वर्षपछि मात्रै ती पास हुन्छ। र त्यस्ता विद्यार्थीहरू चाहिँ कहाँ जाने छ? विद्यालय छोडेर चाहिँ इन्डियातिर पलायन भएका विद्यार्थी छन्। अहिले मेरो स्कुलमा पनि त्यही चिज देखाएको छ। 2 वर्षमा लगातार फेल भइसकेपछि अब यो स्कुलमा म कति पढौँ, म पढ्न चाहन्न, म चाहिँ इन्डियातिर जान्छु भनेर इन्डियातिर गइसकेका छ। र ती विद्यार्थीको लागि के हुने र त्यसका अभिभावकलाई चाहिँ के हुन सक्छ? एउटा त्यो। अर्को कुरो, धेरै जसो सरकारी विद्यालयहरूमा विषयगत रूपमा दरबन्दीहरू छैन। मेरै स्कुलमा पनि अहिले माध्यमिक तहमा नेपाली टिचर छैन। हामीले निजी स्रोतबाट, निजी विद्यालयबाट भनौँ, अभिभावकबाट सहयोगको रूपमा हल्का फुल्का चाहिँ हामीले चन्दा सङ्कलन गरेर ती शिक्षकलाई मासिक 20,000 को रूपमा चाहिँ ती तलब चाहिँ दिएका छौँ। भनेपछि अनिवार्य रूपमा निःशुल्क गरिसक्यो भने चाहिँ हामीले ती नेपाली विषय कसले पढाइदिने या अन्य विषय कसले पढाइदिने एउटा। अर्को, विषयगत रूपमा टिचरको अभाव छ। हाम्रो विद्यालयमा शिक्षा विषय ल्याएको छ, त्यहाँ कमसेकम हामीले एकाउन्ट पढाउने टिचर, अर्थशास्त्र पढाउने टिचर चाहिँ हुनु आवश्यक थियो, ती टिचरहरू छैनन्। र यथावत यी कुरालाई पनि ध्यान दिएर विषयगत रूपमा दरबन्दीको चाहिँ व्यवस्था मिलाउन सक्यो भने पक्कै पनि हाम्रो यो सरकारी विद्यालयमा चाहिँ राम्रो किसिमको शिक्षा चाहिँ प्रदान हुन सक्छ।
ऐनमा भएका व्यवस्थाहरूका सन्दर्भमा कसरी कार्यान्वयन गर्न सकिन्छ भने हाम्रो सुझाव सहितको कुरा भने एउटा सकारात्मक बाटो हुन्छ। त्यसै जानुपर्छ सबैमा दुईजना उठ्नु भने हुन्छ अध्यक्षको अघि नै कुरा आएको छ। त्यस्ता अभिभावकको लागि अभिभावक शिक्षा प्रदान गर्ने कसले गर्ने विद्यालयले अब त्यसपछि अरू हुनु परेन भने अनि इन्डिया जाने बिचमा छोड्ने के भन्ने कुरोहरू चाहिँ भन्नुभयो नि त्यसको लागि अभिभावक शिक्षा प्रदान गर्ने कसले गर्ने विद्यालय विद्यालय व्यवस्थापन समिति पनि हो, शिक्षक अभिभावक सङ्घ पनि हो, विद्यालय प्रशासन पनि हो। अर्को मास्टर्स गरेको चाहिँ एसपी हुन्छ, एडिसन हुन्छ, भर्खर 10 पास आयो त्यसपछि हामी हुन्छ भन्ने कुरो यो कुरोलाई त्यति चाहिँ ठुलो रूपमा लिनुहुन्न। मास्टर्सै गरेको खोज्नको लागि हाम्रो कमिटीमा थिएन हिजोको दिनमा। मावि तहको विद्यालय व्यवस्थापनको अध्यक्षहरूको लागि मास्टर्स गरेको व्यक्ति अध्यक्ष भएर बस्दैन। भएको कतै रोजगारी मात्र नत्र पाउँदैन, त्यही भएर 10 पास अथवा 12 पास आएको हुनुपर्छ होइन। कानुन बनाउनेहरूले के भन्ने भने सर शिक्षकहरूको मनोबल त गिर्यो नि। मनोबल गिरेपछि मनोबल उसो भएन भने त गुणस्तरीय शिक्षा पनि आउँदैन भन्ने सरले त्यस्तो मान्नुहुन्न सर। अब कस्तो हाम्रो वडा अध्यक्षहरू होला, वडा अध्यक्षलाई चाहिँ हामीले चाहिँ जनप्रतिनिधिलाई सम्मान गर्ने कि नगर्ने मेयर साहब अब उनीहरूलाई कुनै ठाउँमा चाहिँ अलिकति होइन उहाँलाई चाहिँ हामीले स्थानीय सरकार प्रमुख मान्ने कि नमान्ने मान्नु पर्यो। जनताले अनुमोदन गरेको व्यक्तिलाई चाहिँ हामीले मान्नु पर्यो। अभिभावकले पठाइसकेको मान्छेलाई चाहिँ हामीले मान्नु पर्यो। सर यसलाई त्यसरी बुझ्नुपर्छ। र भरि भन्न अभियानमा हामी जाँदै गर्दा कति साथीहरूले यो यसको चाहिँ महसुल गर्नुभयो। यसपालि भन्न अभियान हाम्रो प्रभावित भयो सरहरूको चाहिँ आन्दोलनले गर्दा र प्रत्येक घरमा जब हामी गए यो शिशु क्लासको विद्यार्थीले पनि अन्त जान्छ त्यो नम्बर दिएर मात्र भन्न गर्ने सिस्टम हुनु पर्यो। होइन भने अनिवार्य रूपले हाम्रो 20 जना विद्यार्थी शिशु क्लासमा भन्न सुन्यो भने अर्को सालको भन्न अभियान 20 विद्यार्थी घटे। त्यही बालबालिकाहरू किसिरीमा पढ्ने त्यसपछि हजुर डाइरेक्ट हुन नजाने संस्थागत विद्यालय लैजानु हुनुभयो हो। अब हाम्रो पढाइको व्यवस्थापन र अब संस्थागत विद्यालय लग्यो भने हामीले सहनु हुँदैन। तिनलाई नजाने वातावरण हाम्रो विद्यालयमा बस्ने वातावरण हामीले बनाउनु पर्छ। हाम्रो विद्यालयमा पनि अङ्ग्रेजी माध्यम छ। यहाँ 10,000 शुल्क लिइन्छ भर्ना शुल्क भन्ने कुरा सरकारले उठाएको थियो। यहाँ के देखिएको छ भने संस्थागत विद्यालय र सामुदायिक विद्यालय बिचको हल्का अन्तर्द्वन्द जस्तो मान्छे कतै कतै फिल भएको देखिन्छ होइन। के हुनु पर्यो भने हाम्रो बच्चा सामुदायिक विद्यालयमा गाउँ समाजको बच्चा के अरे संस्थागत विद्यालयमा नजाओस् भन्ने हाम्रो पहिला त्यो बुढापाकाहरू भन्थे कि अब पराइयाको मान्छेहरू इन्डिया जाने भएको कारणले दमुने छोरा बम्बई तली जान्छ भन्छ कि पैसा हुने मान्छे बोर्डिङमा जान्छ स्वाभाविकै हो। उसले राम्रो शिक्षा पाउला होइन। तर जसको आर्थिक अवस्था कमजोर छ ती बच्चा ती अभिभावकका नानीहरूले पढ्ने विद्यालयमा पनि सोही स्तरको शिक्षा हामीले दिनुपर्छ भन्ने मान्यता मात्रै हाम्रो। त्यो भएको कारणले यो बुझाइमा कुनै संस्थागत हाम्रो व्यवसायका साथीहरू यहाँ हुनुहुन्छ भने अब बोल्दाखेरि शब्दहरूमा केही तलमाथि भएको छैन भने पढ्दाखेरि लेख्नु होला, लेखिदिनु होला।